شايف عصافير ودماغي بتعمل तो चलिए शुरू करते हैं। वेलकम ब्याक टु के भन्छ वेलकम ब्याक टु आवर न्यू ब्लग गाइज फाइनली मैले त्यसो ब्लग बनाउन नै भुलिसकेँ है। फाइनली वेलकम ब्याक टु आवर न्यू ब्लग। मेरो ब्लगमा तपाईँहरूलाई स्वागत छ। फाइनली हामी चाहिँ कहाँ जान लाग्यो अरे सुप्पा यो म सुप्पा जान लागिराखेको छौँ। चाहिँ मेरो लजा छ हेर त आमामा यस्तो लजाउनु पर्दैन। मेरो ब्लग कसैले हेर्दैन कता दुःख देशका। फाइनली है म चाहिँ भ्लग बनाउन थालिसकेको छु। मेरै भ्लग हेरेछ ए भ्लग र भिडियो फाइनल ठिक छ है। रोक्नु म चाहिँ ब्याकग्राउन्डको भ्यू देखाउँछु। अब फाइनली यस्तो छ हाम्रो चाहिँ है। जापान टोकियो आइसकेको टोकियो है। फाइनली हामी चाहिँ ग्युमो सुप्पा मासु लिन जान लागिरहेको छौँ है। मेरो सरोज साथी एनसी छ, सिङ्गल हो, कसैलाई चाहिएमा सम्पर्क गर्नु होला। राम्रो यस्तो छ कार छ यहाँ है। फाइनली यो चाहिँ अब ट्रेन आउने भएर चाहिँ यो बन्द भयो है। यो चाहिँ बन्द हुन्छ, यहाँ जानु पाउँदैन। यो चाहिँ हाम्रो जापानको बस। अब चाहिँ यो ट्रेन आउँछ, यो बन्द भयो। अब चाहिँ ट्रेन देखाउँछु म तपाईँहरूलाई। उहाँ छ ट्रेन चाहिँ, धेरै समय छैन ट्रेन आउनलाई। चाहिँ हाम्रो हिन्सी साथी ओए टक्लिया बोलिरहेको कि भिडियो बनाइरहेको। अब भ्लग बनाउँछु अब यहाँ। बनाऊ रफ्न वाला फेरि भने अनि ट्रेन देखाउनु लाग्यो कि हाम्रो दर्शकहरूलाई। तरकारी नभएर लिन जानु लाग्यो कि भर्खर उठेको। ट्रेन आइसकेको छ। पानी परेको गयो ल जाम ल हामी अनि कानको टप्पो निकाल्नुपर्छ निकाल्नुपर्छ। होइन होइन उसले त्यो मोबाइल अर्डर किनेको थियो नि त मैले त। अनि यो सब टेन्सन किनेको एउटा मात्र हो होला साउनको लागि यत्रो कहाँ हुन्छ यो के हो। ल जान्छौँ अब हामी यार, ढिलो भइसक्यो। काममा पनि जान्छ म त। ल त्यसको पुच्छर रहन्छ काम गर्यो। ओके ल रामसँग जाऊ है त रामसित। ल एनसी बोय जाम ल ल। फाइनली म चाहिँ यहाँ थिएँ एउटा देखाउँछु है। जादु छ ऊ त्यहाँ मान्छेले मुतिरहेको छ त्यो मुतुवा। फाइनली हामी चाहिँ आफ्नो डेस्टिनेसनमा पुगिसकेको छौँ है, ग्युमो सुप्पा। अब चाहिँ हामी यहाँबाट मासु लिन पर्ने हुन्छ। मासु बिना भाती जाँदैन है। पानी परेको रहेछ कि अलिअलि चाहिँ। यहाँ चाहिँ यस्तो छ है, साइकल पार्किङ त्यहाँ हो। साइकल यहाँ त बाइकभन्दा साइकल महँगो छ। फाइनली छोटो मात्रै बस आएँ एकछिन। आज त ए महँगो देखाउँछु अब जापानको। यत्रो डलरलाई यत्रो महँगो। आउनु पहिला यो लिन पर्ने हुन्छ। यो के हाल त ल त म आई विल ब्लग ओके। आउनु म एकचोटि समाधान र आलु त्यति आलुलाई त्यत्रो ए ओके हुन्छ। यतिलाई जम्मा के लिने हो? मासु जाम त मासुतिर जाम पहिला। ओए यो लैजाम त्यो मन पर्दैन कति चाहिँ यहाँ हेर न 195 छ। ए त्यो होइन कस्तो महँगो हो यस्तो छ है हाम्रो है। छ हाम्रो मासु यो मासु बुङ्गुरको मासु के
मुङ्गुरको मासु बुतानीको यो साँच्ची पोर्क यही लिने पोर्क हो कि यही पोर्क लिने के गर्ने भन है एउटै हो त यो हुन्छ र यति छ है पैसा चाहिँ साँच्ची रिहामै आज साँच्ची हो नि खुसी त छौ नि चोत्तोमा दिने यहीँ काटेको 500 ग्राम पो रहेछ यो त मारा यति छ है लिगम त यही लिगम है धेरै हेऱ्यो भने आँखा चाटेर जान्छ क्या त्यो राम्रोसँग चाहिँ यो पोर्कले छ अरू अरू के लिने हो केही लिन छ र यस्तो छ है हाम्रो गिउँ सुक्खा चाहिँ फाइनली हाम्रो चाहिँ यो बेन्तो बेन्तो भन्छ यसलाई चाहिँ बेन्तो चाहिँ यस्तो यस्तो छ है मासु र तेल कहाँबाट रामेन यतै हुन्थ्यो त यहाँ हुन्थ्यो त रामेन कस्तो रामेन लाने हो यो रामेन खाली रहेछ कुन चाहिँ रामेन लाने हो फाइनली हामी चाहिँ यो हाम्रो रक्सीको एरिया है कुन चाहिँ रक्सीको एरिया टोइलेट पेपर यो चाहिँ उयो यहीँ पाउँथ्यो कि अस्तिको उस हामी त्यो भुइँ पुस्ने यति पाउँथ्यो जस्तो लाग्यो त यहाँ सस्तो पाउँछ नि यस्तो छ है यो चाहिँ हाम्रो क्लिनिङको एरिया हाम्रो बियरको बियर क्यान्डल लाइन जाँदैन मोमबत्ती लिएर के गर्ने बर्थडे मनाउनु थियो कस्तो बर्थडे डन ओके जाम ल जाम ढिलो भइसक्यो